हेलो गाइज, हाम्रो भ्लग स्टार्ट हुन्छ फेरि आज बिहान बिहान 4:30बाट। यहाँ केटाहरू यहाँ बाइक रेडी भइरहेको छ। खोइ अर्को ह्यान्डसम त देखिँदैन नि त यो फोनमा। अनि अर्को ह्यान्डसम देखिन्न है हाम्रो फोनमा। ल अब हामी रनिङ गरेपछि अहिले भिडियो बनाउँछौँ। अहिलेको लागि चाहिँ बाई बाई। ल साथीहरू, हामी आइपुगेको छौँ होप्से। रनिङ चलिरहेको छ हाम्रो। हिजोकोले खतरा गरेको छन् केटाहरू। कस्तो भएको छ त हिजोको रनिङले? एकदम 7:30 जोर क्लास 13 किलोमिटर थियो। यहाँदेखि जोर क्लास पुग्नुको लागि 9:13 भनेपछि कति भयो होला हिसाब गरेर भरे कमेन्ट गर्नु होला होइन, लाइक सेयर पनि गर्नु होला। अहिले हामी रनिङ गर्दैछौँ। अहिले हामी यहाँ मासतिर पुगेर फेरि भिडियो गर्नेछौँ। बाई। आज चाहिँ हामी चाँडै फर्केको छौँ। केटाहरू पनि फर्किँदैछन्। यहाँ हिजो अलिकति धेरै कुदेको थियो, त्यही भएर गल्यो। आज धेरै टाढा गइएन। आज चाहिँ सर्ट हुन्छ होला है। त्यही हिरोहरू हिँडिरहेको छन्। खोला पुगेर एक्सर्साइज गर्छौँ। तपाईँहरूलाई त्यही भिडियो देखाउने छु। त्यति बेलासम्म पर्खिँदै गर्नु होला। हाम्रो सानो राँगाले चाहिँ आज गिभअप गरेर यहीँ खोलामै रेस्ट गरिरहेको छ। यो कुन खोला हो? यहाँ मजाले पढ्नु। आजको सिन चाहिँ यस्तो छ, भ्यू यस्तो देखेको छ। टडकदाई यस्तो छ है। आज चाहिँ अब एक्सर्साइज गर्ने होला केटाहरू। के गाइज, अब एक्सर्साइज गरेको हेर्नु होला। धेरै त आउँदैन र पनि। ल साथीहरू, हाम्रो चाहिँ सकिसकेको छ एक्सर्साइज। अनि केटाहरू लाग्दैछन्। अब यसै गरी हामी पनि लाग्नेछौँ। आजको नयाँ भ्लग नै भनौँ। अब आउन त हामी यतैतिर आउने हो। पनि नयाँ हुन्छ भोलिको लागि। ओके, थ्याङ्क यू गाइज।